वैदेशिक रोजगार एपबाट सजिलै शून्य लागत र इथिकल डिमान्डबारे जानकारी पाउन सक्नुहुन्छ। तपाईहरुलाई बुझ्न सहज होस् भनेर हामीले जीरो कस्ट र इथिकल जब्सलाई दुईतिर बाँडेर जानकारी दिँदैछौँ। जीरो कस्टको मतलब म्यान पावरले कुनै लागत शुल्क लिँदैन, तर मेडिकल गरेको खर्च, बिमा गरेको खर्च, अभिकरण तालिम लिएको खर्च, सामाजिक सुरक्षा कोषमा तिर्नुपर्ने खर्च र कल्याणकारी कोषमा तिर्नुपर्ने खर्च भने तपाईले तिर्न पर्ने हुन सक्छ। यस्ता डिमान्डमा रोजगारमा जान तपाईले एजेन्टको सहारा नलिनुहोला र एपमा यस्ता डिमान्डहरू कसरी हेर्ने भन्ने कुरा चाहिँ यो हामी सिकाउँदैछौँ। ओके, ध्यान दिएर हेर्नु होला। वैदेशिक रोजगार एप पहिला ओपन गर्नुहोस्। ओपन गरिसकेपछि तपाईले जीरो कस्टको डिमान्ड हेर्ने केही तरिकाहरू छन्। तपाईले सिधै अरु केही गर्नु पर्दैन, अलि तल जानुस्, थोरै तल। यहाँनिर जीरो कस्ट जब्स भनेर लेखेको छ, हेर्न सक्नुहुन्छ। यो जति पनि डिमान्डहरू यहाँ देखाइरहेछ, तपाईले हेरेको बेलामा देखाएको छ होला। यो डिमान्ड चाहिँ जीरो कस्टको डिमान्ड हो, यति कुरा बुझ्नु होला। किनकि यहाँ जीरो कस्ट जब्स भनेर लेखेको छ, यो चाहिँ जीरो कस्टको। यसमा चाहिँ पैसा लाग्दैन। तपाई वैदेशिक रोजगारीमा जाँदा म्यान पावरलाई चाहिँ पैसा तिर्नु पर्दैन।